हेलो गाइज, नमस्ते नमस्ते। आज मैले नयाँ विधिअनुसार मेथीको अचार बनाउँदैछु। भनाइ छ नि, पुस महिनाको पानीमा मेथी अचार बनायो भने राम्रो हुन्छ। अब त्यसमा के सामग्री चाहिन्छ भने मेथी आधी पाउ, धनियाँ आधी पाउ, मुलाको बिउ आधी पाउ, अनि त्यसमा लसुन, अदुवा, खोर्सानी, मर मसला, तेल, अग्रम बग्रम के चाहिन्छ अब हेर्दै गर्नुहोस् है तपाईँले। अनि तपाईँहरू पनि त्यही अनुसार बनाउनु। राम्रो तरिका है, मेरो राम्रो बनाउने तरिका। पहिला मैले अब कराई बसाल्दैछु, हेर्नुहोस् है। अब यसमा तोरी तेल कति चाहिन्छ त्यही हाल्दैछु, हेर्नुहोस् अब है। अब यो तेल तातेपछि अब यसमा अलिकति मेथी फोर्न दिँदैछु है। लसुन यसमा अलिकति तेलमा फ्राई गर्ने हो ल। यसरी यो लसुन, अदुवा, खोर्सानी यो पाकेपछि अब यो चाहिँ फ्राई गरिसकेको यसमा चाहिँ यो यसो खनाउँछु। ल हेर्नुहोस्, खनाको अचार बनाउने तरिका मेरो यस्तो हुन्छ है। यसलाई चिसो बनाउने, यो चिसो बनेपछि यसमा यो नुन 2 चम्चा 3 चम्चा यसो हाल्ने। त्यसपछि यसमा खोर्सानीको बेसार कति चाहिँदो गरी हाल्ने हो। त्यसपछि यो बेसार हाल्ने, यसरी गर्नु पर्यो। अनि यो चाहिँ सर्सो हो, सर्सोहरू सोपहरू यसमा यसरी मिसाउँदैछु है, हेर्नु है। अब यो जिरा धनियाँ बेसार 12 मसला हाल्दैछु, हेर्नुहोस् है। कति चाहिन्छ त्यति राख्ने हो। त्यसपछि यसमा चाहिँ यो धनियाँ आधी पाउ, धनियाँ अनि मेथी आधी पाउ राख्ने। त्यसपछि जिराको धनियाँ मिलाउने, यसरी राख्ने ल, यसरी। अब यो अचार बनाउनलाई रेडी गर्छु है मैले ल। यसो अदुवाहरू बनाउने है। यो सबै मिसाइसकेपछि यसमा यो फेट्ने है ल, यसरी गरी फट्ने। अनि यसमा चाहिँ भन्छ नि, पुस महिनाको पानीमा मेथीको अचार बनाउनुपर्छ भने यसरी ल, यसरी बनाउने हो है। पानीमा यसरी बनाउने, यसलाई रेसिपी भनिन्छ हाम्रो। मैले बनाउने मेथीको अचार यति तरिका है। अब यसलाई एकछिन ढारिएपछि अनि मात्रै हामीले बोतलमा तेल हालेर राख्ने हो। तेल राख्ने, यो ढारे फुलिदिनुपर्छ है, नफुलिकन राख्नु हुँदैन है अचार भनेको चाहिँ यसो। यसमा हामीले सबै अचार हुनुपर्ने सबै राखेको छु। यो यसरी हुनु पर्यो अचार ल। काइदा हुन्छ है खाएपछि। अब यो त ल ढालिँदैछ है, यो भिज्दैछ, यो भिज्नुपर्छ। जति भिजे त्यति राम्रो हुन्छ। यसलाई पुस महिनाको पानीमा बनाउने मेथी अचारको रेसिपी हो ल। यसो गर्नु होला। हेर्नु न, पानी हालेको सबै सुकेछ ल। यस्तो पो त भएछ पानी राखेर ल, हेर्नुहोस् न ल। यस्तो पो सुकिँदो रहेछ पानी नि। यसमा फेरि यसरी पानी हाल्दै राख्दै यसमा मैले फेरि तेल हालेको छु है। तेल, पानी ल, यसलाई रेसिपी भनिन्छ ल। हेर्नुहोस् यहाँ कस्तो भयो ल। मेरो बनाउने तरिका यस्तो छ। अब अझै यसलाई यो ढालेपछि अनि यसमा हाल्ने। यसमा छ मेथी, मुलाको बिउ, धनियाँ, नुन, खोर्सानी, बेसार, लसुन, अदुवा,
सबै हालेर मैले बनाएको छु यो अचार। अब रेडी भयो। अब यसलाई यो भएपछि अब यसलाई सिसीमा राख्ने हो है। अब यसमा सिसीमा राख्ने यसलाई सबै कायदा खै अचार त कायदा ल। अब हेर्नुहोस् है, अब म यो मेथीको अचार सिसीमा राख्न लागेको छु है। अब हेर्नुहोस् है, म यो सिसीको अचार यहाँ राख्दैछु हेर्नुहोस् है ल, यस्तो छ। अब यो मेथीको अचार रेडी भयो। अब हेर्नुहोस् यहाँ अचार कसो छ ल। अब यो अचारको स्वाद कसो छ हेर्नु है ल, खाएर हेर्नु होला है यो अचार कसो छ ल। यहाँ पनि ल ल, यस्तो कस्तो राम्रो छ अचार है ल। हेर्नुहोस् राम्रो अचार भयो। यहाँ तेल चाहिँ टनाएर छु, अब घाम हाल्ने। अब 2 हप्तापछि यो खानु होला। अब त्यसपछि खानु होला। राम्रो भएपछि मलाई लाइक कमेन्ट राम्रो गर्नु होला। साथीहरू मलाई लाइक कमेन्ट भिडियो गर्नुहोस्, अचार कस्तो छ राम्रो छ भने अर्डर गर्नु होला। तपाईँले भने बनाइदिन्छु है ल। अब योहरूमा बिर्को पनि लगाएँ है ल। यस्तो गर्नु, यसमा लगाउने, यसमा लगाउने हो। अब यहाँ हेर्नु अब ल।